सामाजिक सञ्जाल चाहिँ बन्द भयो त्यो प्रमुख कारण त होइन, तर हावाले फुलेको एउटा बलुनमा चाहिँ त्यसले चाहिँ सिंह जस्तो काम गरिदियो। त्यो हुँदै गर्दा युवा पुस्ताहरू जसले चाहिँ भनौँ न अधिकांश युवा पुस्ता जुन जेन्जी भनेर अहिले हामी सम्बोधन गर्छौँ, उहाँहरूले सडक टेक्नु भएको थिएन। तर उहाँहरूको लागि सडक भनेको चाहिँ जब सामाजिक सञ्जाल बन्देज हुनुभन्दा अगाडि चाहिँ सामाजिक सञ्जालै थियो। प्रश्न उठाउने, जवाफदेहिता खोज्ने, आफूलाई मन लागेको कुराहरू गर्ने, विभिन्न विषयहरूमा चाहिँ त्यो पुस्ताले चाहिँ भनौँ न सोसियल मिडियालाई चाहिँ एउटा डिजिटल सिभिक स्पेसको रूपमा प्रयोग गरिरहँदाखेरि त्यो माध्यम पनि बन्द हुँदै गर्दा चाहिँ आन्दोलन हुन्छ भन्ने ठाउँमा पुगेको थियो। र वास्तविकता भनेको चाहिँ फेरि के हो भने यो चाहिँ लोकतन्त्र भर्सेस लुटतन्त्रको चाहिँ लडाइँ थियो, जुन त्यो लडाइँलाई बुझ्नको लागि चाहिँ हाम्रो पुस्ताले चाहिँ ठुलो भारी भरकम शब्दभन्दा पनि सानो नेपो बेबिज होला होइन, मेरो मैले तिरेको ट्याक्सको पैसा कहाँ छ भन्ने विषयहरूले चाहिँ हामीलाई छोएपछि चाहिँ हामी सम्पूर्ण युवा पुस्ता चाहिँ त्यसरी चाहिँ त्यो आन्दोलनमा जोडिएको जस्तो लाग्छ। तर पर्सनली मेरो कुरा गर्नुपर्दा चाहिँ अघि पनि भनिहालेँ, धेरै विषयहरूमा चाहिँ म सडकमै हुन्थेँ विगत 4-5 वर्ष अगाडिदेखि, र सडकमा उठेको हरेक विषयहरूलाई चाहिँ त्यो चाहिँ राजनीतिक मुद्दा हुनुपर्छ भन्ने लाग्थ्यो। र त्यो आन्दोलन हुँदै गर्दा पनि डे 0 देखि जोडिँदै आएको थियो र त्यो आन्दोलनलाई चाहिँ